जिन्दगीमा नयाँ काम गर्नुहोस् प्रभु मेरो जीवनमा नयाँ काम गर्नुहोस् प्रभु मेरो जीवनमा नयाँ काम मेरो जीवनमा नयाँ काम मेरो जीवनमा नयाँ काम गर्नुहोस् प्रभु मेरो मण्डलीमा नयाँ काम गर्नुहोस् प्रभु मेरो मण्डलीमा नयाँ काम मेरो मण्डलीमा नयाँ काम मेरो मण्डलीमा नयाँ काम गर्नुहोस् प्रभु Praise the Lord. Kita minfam kan banga voin hi mi pali brother Suresh elder brother Opnel eta brother Kumar te na tong trai turin kan ron kal ki khom ka ki khenwa tak monahin ki khom din ka hong ki to masanga chi pau hi ma hi munau pa Suresh hi a ma hi na sep na lama le fel takai member thak a hi ma hi le police department na haksi khata hi abo hami ya ai pugyo kitam seva sakera brother Kumar ko garma brother Suresh brother Opnel elder bau hami praise the Lord. Right now we come here Sangthang Ale, praise the Lord, for visiting and praying. Bazete kan turin kan non kala sota son ane turte kan lei saka to hi tek se pu ten lam khang kit tawa ani ve nai ta praise the Lord. Aba hami baje ko garai pugyo Suresh dazu pani paila barako ya praise the Lord. Baje praise the Lord. जय मसी हाम्रो मण्डली Aki pa khop ma yoi baje tele an lom he ma yani turte kan lei saka यो पनि कि sale dieko banoni ल यो पनि राख्नुस् ओ सरनेम दिनु भएको aniak dingo sok sakoi he praise the Lord. तपाईको दया जीवन भन्दा हात उचाल्दछु येशूको नाममा हात उचाल्दछु येशूको नाममा धन्यको भन्छु स्तुति म गाउँछु तपाईको दया जीवन भन्दा सेवा गर्छु प्रभु सारा हृदयमा बाँच्नु भनेको अनि मेरो जीवनलाई चाहिँ पूर्ण जीवित पार्नुहुन्छ भनेर चाहिँ मेरो प्राणलाई मेरो यो आत्मालाई चाहिँ पूर्ण जीवित फेरि पनि हामीलाई जीवित पार्नुहुन्छ आत्मामा बचाउनुहुन्छ हामीलाई है फेरि पनि हामी जीवित रहन्छौँ हामी एकपल्ट शरीरमा मर्छौँ अनि फेरि आत्मा पनि मर्छौँ भने हाम्रो जीवन नाश हुन्छ तर हाम्रो आत्मालाई चाहिँ प्रभुले चाहिँ कहिले पनि खेर जान दिनुहुन्न पूर्ण जीवित भनेको चाहिँ फेरि पनि आत्मामा बचाउनु भनेको है प्रभुले हाम्रो जीवनलाई चाहिँ त्यसरी आत्मामा बचाउनुहुन्छ उहाँले आफ्नै नाउँको खातिर मलाई
धार्मिकताको मार्गमा अगुवाई गर्नुहुन्छ है। उहाँको नाउँको खातिर तपाईँले जुन सेवाकाई गर्नुहुन्छ, तपाईँले जे पनि असल काम गर्नुहुन्छ, त्यो सबै चाहिँ श्रेय हाम्रो त्यो उयो चाहिँ हामीले गरेको इमान इज्जत त्यो सबै चाहिँ प्रभुलाई जान्छ। त्यो प्रभुमा भएर चाहिँ हामी चाहिँ परमेश्वरको जन हो। हामीले चाहिँ यो गर्नु हुँदैन अनि त्यो गर्नु हुँदैन भनेर चाहिँ परमेश्वरको दया र भर भए मानेर हामीले जब प्रभुको कामहरू गर्छौँ भने त्यो चाहिँ उहाँको नाउँको खातिर हुन्छ।